यो भिडियो मैले 5 मिनेटमा बनाएछु। तपाईहरु पनि सिक्न चाहनुहुन्छ भने यो भिडियो एन्डसम्म हेर्नुहोला। पहिला रिजल्ट हेर्नुहोला कस्तो छ यो भिडियो। एक आधी रात का वक्त था। रोहान अपने नए घर में अकेला था। अचानक एक अजीब सी आवाज उसके कमरे के दरवाजे पर आई। थक थक थक। दरवाजा धीरे धीरे अपने आप खुलने लगा। रोहान ने टॉर्च जलाई लेकिन सामने कोई नहीं था। जैसे ही उसने पीछे मुड़कर देखा, एक परछाई तेज रफ्तार से उसकी तरफ बढ़ रही थी। उसका दिल जोर जोर से धड़कने लगा, पैर जैसे जम गए थे। तभी उसके फोन का फ्लैशलाइट जाला और एक डरावनी शक्ल उसके बिल्कुल सामने थी। रोहन चीखने ही वाला था कि सब कुछ अंधेरा हो गया। सुबह पड़ोसियों ने देखा, रोहन का दरवाजा खुला था पर घर में कोई नहीं था। कहते हैं उस घर में जो भी गया कभी वापस नहीं आया। अहिले यस्तो भिडियो धेरै ट्रेन्डिङमा छ। युट्युब र इन्स्टाग्रामहरुमा जस्तै प्लेटफर्महरुमा तपाईहरु बनाएर युट्युब चाहे टिकटकमा ग्रोथ छिटो गर्न सक्नुहुन्छ। अब तपाईहरुलाई गुगल चाहे क्रोममा आइहाल्नु छ अनि यहाँबाट तपाईहरु च्याट जीपीटी सर्च गर्नु होला अनि माथि नि हेर्न सक्नुहुन्छ। हाम्रो नम्बर 1 मा छ, त्यही छ। यहाँ तपाईहरु क्लिक गरेपछि तपाईहरुलाई यस्तो इन्टरफेस आउँछ। अब यहाँ तपाईहरुलाई स्क्रिप्ट लेख्नु छ एआई बाट अनि तपाईहरु लेख्नु होला। यहाँ म लेखिरहेको छु, जसरी लेख्नु होला। म यहाँ लेखिरहेको छु, म 30 सेकेन्डको हरर स्टोरी रिल बनाइरहेको छु के तपाई स्टोरी लेखेर दिन सक्छौ अनि यहाँबाट म अब लेखिदिरहेको छु। लाइन बाइ लाइन लेखेर दिनु होला अनि त्यति भइसकेपछि यहाँ तपाईहरु डन मा क्लिक गरिदिनु होला। अब तपाईहरु सेन्ड बटनमा क्लिक गरिदिनु होला अनि यहाँबाट हेर्न सक्नुहुन्छ हाम्रो स्क्रिप्ट अहिले रेडी हुन्छ 1 मिनेटमा। जति हेर्न सक्नुहुन्छ टाइटल पनि राम्रै लेखेर दिइसकेछ अनि यहाँ स्क्रिप्ट पनि राम्रो लेखेर दिइसकेछ। अब तपाईहरु स्क्रोल गर्नु होला अनि तलपट्टि हेर्न सक्नुहुन्छ कपीको अप्सन छ, कपी गर्ने अनि अब तपाईहरुलाई कट गरिदिने। अब तपाईहरुलाई एउटा नोटप्याड डाउनलोड गरिहाल्नु होला अनि यहाँबाट प्लसमा क्लिक गरेर अब यहाँ तपाईहरुलाई स्क्रिप्टलाई पेस्ट गर्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ। अब त्यति भइसकेपछि अब यो स्क्रिप्टको प्रम्प्ट चाहियो हामीलाई। अब यसलाई म सबैलाई कपी गर्छु अनि यहाँबाट हामी कपी गरेर ब्याक हुन्छौँ अनि फेरि तपाईहरु आइहाल्नु होला क्रोममा च्याट जीपीटीमा। यहाँबाट तपाईहरुलाई तल पेस्टमा क्लिक गरिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ तलपट्टि क्लिक गरिदिनु होला अनि यहाँबाट स्टोरी पेस्ट गरेपछि अब तलपट्टि लेख्नु होला राइट अ प्रम्प्ट दिस टपिक अनि तपाईहरुले यहाँबाट सेन्ड गरिदिनु होला अनि यहाँबाट तपाईहरुलाई 10-15 सेकेन्डमा इमेजको प्रम्प्ट दिइहाल्छ अनि यहाँबाट हेर्न सक्नुहुन्छ हाम्रो अहिले लोडिङ लिइरहेछ अनि यहाँबाट हाम्रो भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ 2 नम्बर पनि आइसक्यो, 3 नम्बर, 4 नम्बर। तपाईहरुलाई यहाँ 8 वटा 10 वटा प्रम्प्ट दिएछ, 10 अब यो प्रम्प्टहरुलाई कपी गरिहाल्नु होला। कपी गरिसकेपछि अब तपाईहरु नोटप्याडमा आएर यहाँ तलपट्टि तपाईहरुलाई ग्याप दिइहाल्नु छ 2-3टा अनि यहाँबाट तपाईहरु पेस्ट गरिदिनु होला प्रम्प्टलाई अनि अब लाइन बाइ लाइन एउटा एउटा गरी प्रम्प्ट निकाल्ने। त्यही भएर लाइन बाइ लाइन कपी गर्नु होला त्यो प्रम्प्टलाई अनि यो कपी गरिसकेपछि अब तपाईहरुलाई माइक्रोसफ्ट डिजाइनरमा आएर लिंक डिस्क्रिप्सनमा छ, गएर डाउनलोड गरिहाल्नु होला नत्र प्ले स्टोरबाट डाउनलोड गरिहाल्नु होला। एलाउमा क्लिक गरेर इमेजमा क्लिक गरिदिनु होला अनि यहाँबाट डिस्क्रिप्सनमा क्लिक गरेर यहाँ तपाईहरुले पेस्ट गरिदिनु होला। साइजमा ल्यान्डस्केपमा क्लिक गरेर जनरेटमा क्लिक गरिदिनु होला अनि यहाँ तपाईहरुलाई 1 मिनेट जति टाइम लाग्ने छ। तपाईको इमेज एचडी क्वालिटीमा आइहाल्छ। त्यही भएर च्यानललाई सब्स्क्राइब गरिदिनु होला तलेसम्म अनि यहाँ तपाईहरुलाई हेर्न सक्नुहुन्छ हाम्रो इमेज रेडी भइसक्यो। यहाँबाट हेर्न सक्नुहुन्छ कति राम्रो इमेज आइसक्यो। अब यहाँबाट सेभमा क्लिक गरिदिनु होला। तपाईहरुलाई जुन मन पर्छ त्यसलाई सेभमा क्लिक गरेर फेरि ब्याक आउने नोटमा आएर यस्तै गरी तपाईहरुलाई अर्को प्रम्प्टलाई कपी गरेर फेरि डिस्क्रिप्सनमा आएर यसलाई अब म कट गरिदिन्छु। अब यसको काम छैन अनि यहाँबाट अर्को पेस्ट गर्नु छ अनि यहाँबाट पेस्ट गरिदिनु होला। जनरेटमा क्लिक गरिदिनु होला अनि यहाँबाट तपाईहरुले हेर्न सक्नुहुन्छ कति राम्रो इमेज आइसक्यो अनि फेरि म
एकचोटि अझै म गर्छु अनि यहाँबाट हेर्न सक्नुहुन्छ सेभमा क्लिक गरिदिनु होला। यहाँबाट हाम्रो अहिले लोडिङ लिइरहेछ अनि यहाँबाट अब सेभ गरिहाल्नु होला। तपाईलाई जुन राम्रो लाग्छ त्यही सेभ गर्नु होला अनि यहाँबाट मलाई यो राम्रो लाग्यो अलि। अनि फेरि म जान्छु म नोटप्याडमा गएर फेरि म अर्कोमा प्रम्प्टलाई कपी गर्छु अनि त्यहीमा गएर म फटाफट गरिहाल्छु। तपाईहरु तलेसम्म लाइक एन्ड शेयर गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि यहाँबाट हाम्रो रेडी भइसक्यो। इमेज भइसकेपछि अब तपाईहरुलाई स्क्रिप्टले कपी गर्नुपर्छ जुन हामी ChatGPT बाट स्टोरी लेखाए त्यो जसलाई नि कपी गर्ने प्रम्प्टलाई कपी नै गर्नु होला नत्र तपाईहरुलाई मिस्टेक हुनेछ। अनि यहाँबाट कपी गरिसकेपछि अब तपाईहरुले क्रोममा आएर सर्चमा क्लिक गर्नु होला 11 ल्याब अनि यहाँ हाम्रो आइसक्यो हेर्न सक्नुहुन्छ। यसलाई म अलि ठीक पार्छु। यहाँ तपाईहरुले पेस्ट गरिदिनु होला अनि यहाँबाट म अलि यो डटलाई म कट गरिदिन्छु। यहाँबाट हेर्न सक्नुहुन्छ। यसलाई कट गरिसकेपछि तपाईहरु योमा पेस्ट गर्नुहुन्छ भने योमा तपाईहरुले मिलाई यो डटहरुलाई कट गरिदिनु अनि यहाँबाट अब तपाईहरु यति भइसकेपछि जनरेटमा क्लिक गरिदिनु होला अनि हाम्रो साउन्ड रेडी भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ। अब तपाईहरुले डाउनलोड गरिहाल्नु होला। यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ। यहाँ तलमा क्लिक गरेर यहाँ डाउनलोडमा क्लिक गरेर तपाईहरुले डाउनलोड गरिहाल्नु हुन्छ। त्यति भइसकेपछि तपाईको सेभ भइहाल्छ। अब सबै भइसकेपछि अब तपाईहरुले भिडियो एडिट गर्नुपर्छ। यहाँ भिडियोमा क्लिक गरिदिनु होला अनि यहाँबाट प्लसमा क्लिक गर्नु होला अनि यहाँबाट जुन हामी फोटोहरु डाउनलोड गरे थियो उलाई यहाँबाट भिडियोमा ल्याइहाल्ने। अब यति भइसके टिक लगाइदिनु होला अनि यहाँबाट हाम्रो त्यति भइसकेपछि अब यसलाई म 16.9 मा गरेर अनि यसलाई सबैलाई मिलाइहाल्नु होला। यसलाई कटआउट गरेर तपाईहरुले म्युजिकमा क्लिक गरेर माई म्युजिकमा क्लिक गरेर हामी जुन अहिले 11 ल्याबबाट साउन्ड लिएको थियो उलाई नि यहाँबाट युज गर्ने छु अनि यहाँबाट हाम्रो युजमा क्लिक गरिदिनु होला अनि त्यति भइसकेपछि अब यसलाई कट गरेर मिलाइहाल्नु होला। तपाईहरु साउन्डलाई हेरी मिलाइहाल्नु होला कटआउट गरेर। यहाँबाट हेर्न सक्नुहुन्छ म जसरी गरिरहेको छु यस्तै नि कटआउट लगाइहाल्नु होला मिलाई साउन्डलाई अनि त्यति भइसकेपछि अलि म फास्टमा गरिरहेको छु। त्यति भइसकेपछि अब तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। अब फर्स्टमा आउने यो हाम्रो भइसक्यो। अब तपाईहरुले यो फोटोमा क्लिक गरेर कीप फ्रेम लगाइहाल्नु होला छ अनि यहाँबाट म कीप फ्रेम लगाइरहेको छु फेरि एउटा अनि यो यस्तै गर्दै सबैमा लगाइहाल्नु होला। म अलि फास्टमा गरिरहेको छु। म अलि फास्ट गरिरहेको छु तपाईहरु हेर्न सक्नुहुन्छ। अब तपाईहरुले फर्स्टमा आउनु छ अनि त्यति भइसकेपछि अब तपाईहरुले कीप फ्रेम लगाएको जुन ठाउँमा तपाईहरुलाई जुम गरिदिनु छ अलिकता मात्रै जुम गर्नु होला तपाईको एनिमेसन हुनेछ त्यही भएर जुम गरिदिनु होला। म अलि फास्ट गरिरहेको छु तपाईहरु गरिहाल्नु होला। त्यति भइसकेपछि अब तपाईहरुलाई यहाँ हेर्नु के गर्नुपर्छ ब्याकग्राउन्ड म्युजिक लाउनु पर्छ। म्युजिकमा क्लिक गरेर यहाँबाट म ब्याकग्राउन्ड म्युजिक टेलिग्राममा दिइहाल्छु गएर डाउनलोड गरिहाल्नु होला। मलाई यो राम्रो लाग्छ फेभरेट हो मेरो। अब यहाँबाट म मिलाइहाल्छु साउन्डहरुलाई अलि म भोल्युमलाई कम गरिदिन्छु त्यति यहाँ हेर्न सक्नु 26। त्यति भइसकेपछि लास्टमा गएर मैले म कट गरिदिन्छु फाल्टुलाई अनि त्यति भइसकेपछि हाम्रो रेडी भइसक्यो। अब यहाँ माथि लेखेको छ एक्सपोर्टमा क्लिक गरेर सेभ गरिहाल्नु होला अनि त्यति हाम्रो भइसक्यो। च्यानललाई सब्स्क्राइब गरिदिनु होला।